आज त सुरेन्द्रले बिहान बिहानै मलाई कस्तो सरप्राइज पो गरिदियो भने झोला झ्याम्टा बोकेर मेरो पसलमा पो एकैचोटि आइपुगेछ। आजको मेरो मिनी भ्लग सुरु हुन्छ तरकारी बजारबाट। बिहान बिहानै मुसु मुसु हाँस्दै तरकारी बजारमा तरकारी किनिरहेको थिएँ। हे भगवानका लीला, बुद्धि चाहिँ कहिले नआउने भयो। यो बुद्धि मगर चाहिँ 27-28 वर्षमा आउन पनि किन यस्तो भयो होला के? केही चपाउन पनि हुन्न, केही खान पनि हुन्न, दुखेर मर्ने बेला भयो। अब यो चिया नखाम भने फेरि एक थर्मस लिएर आएको, नखाने कुरै भएन भने। आज चाहिँ म बिहान बिहानै खुसीले नाचिरहेको थिएँ किनभने सुरेन्द्र गाउँबाट आइरहेछ। चुपचाप लागेर लुक्नु पर्यो, मेरो पसल कतिको देख्छ भनेर लुकिरहेको। त्यो परबाट आइरहेको थियो, ठ्याक्कै मलाई त देखिहालेछ। यस्तो जाडोमा टोपी पनि छैन, पन्जा पनि छैन, पुरै हिरो बनेर हिँडिरहेको रहेछ। त्यसको प्रोपर्टीमा आएर ठ्याक्कै बसिहाल्यो भने ल जाडो भयो होला, एक कप चाहिँ चिया हालेर दिनु पर्यो भने थर्मसको चिया एक कप हालेर दिएको, त्यसले त समात्न पनि सकेको थिएन जाडोले। म त कस्तो हाँस उठिरहेको थियो। घरबाट पठाइदिनु भएको कोसेली त टन्नै पो छ त, के रहेछ भनेर बोरा खोलेर हेरेको। मम्मीलाई केराको बुङ्गो पठाइदिनु है, अचार खान भनेको थिएँ, 3-3वटा पठाइदिनु भएको रहेछ। अरू प्लास्टिकमा पनि के थियो नि, मैले खोलेर चाहिँ हेरिनँ। सुपको साग पनि पठाइदिनु भएको रहेछ। ल अब भाइ आइसकेपछि मेजमान पनि गर्न पर्यो नि त भनेर अलिकति चिकन लिए। त्यसपछि भाइसँग गफ गर्दै गर्दै कोठामा आएर तरकारी पकाउनु पर्यो भनेको त नुनै सकिया रहेछ भने यही बेलामा होइन। छ्या, कस्तो पाहुना आएको बेलामा चाहिँ नुन सिद्धिएको त। हतार हतार पसल गएर नुन किनेर लिएर आएँ। आजलाई चाहिँ यति नै। भिडियोलाई लाइक गरी च्यानललाई सब्सक्राइब गरेर अल नोटिफिकेसन दबाउन नभुल्नु होला। राधे राधे।